को कस्ता भएको गाईको यस्तो बिहान यस्तो गर्नुहुन्छ मेरो ओछ्यानमा त्यस्तो देखिन्छ आज तिहारको दिन म चाहिँ भर्खर उठेँ म चाहिँ तल जाँदैछु मोबाइल ओ बाख्रा जा हाम्रो चाहिँ यहाँ बाख्रा बाँध्छन् तल यस्तो मम्मीले भैँसी भर्खर दुधै त्यहाँ दाइ हुनुहुन्छ अङ्कलको छोरा म यहाँ अब सफा सुग्घर गर्दैछु मेरो घर यस्तो झिलिमिली बत्तीहरू सबै ठाउँमा छन् यस्तो ग्यास्ट्रिक यस्तो है त दिदीले यहाँ काको काट्दै हुनुहुन्छ दिदीको छोरा हुनुहुन्छ भाइहरू आउँदै हुनुहुन्छ होइन अब चाहिँ हामी त्यहाँको सबै सामग्रीहरू रेडी गर्दैछौँ चीज गर्नु यता चीज गर्नु हाई भन्नु नभन्नु नभन्नु हाई भन्नु हाई हाई भन्नु हाई 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 फुल मेहनत चल रहा है यहाँबाट युनिकको तर्फबाट सबजना आफ्नो भाइमा हुनुहुन्छ ओइ नानी नाच्दै नाच्दै नाच्नु हाय भन्नु हाय भन्नु नि हाय राम दाइ कहाँ हिँड्यो
यहाँ नाची भइरह ए भारी बोक्यो जस्तो ल हेलो भन्नुस् हेलो हेलो भन्नुस् त सानसानी हजुर हेलो हेलो सानसानी हेलो भन्नुस् त हेलो थतु म थतु हो के नाच्नु सुन्नुहोस् मामा मामा हुनुहुन्छ उहाँ चाहिँ उहाँ मामा हुनुहुन्छ सुभाष मामा अनि मामाले के गर्दै हुनुहुन्छ बडा चाहिँ हुनुहुन्छ हेर्नुहोस् ए कोराहरू रोटी यहाँ के हेर्नुहोस् त हेलो भनिदिनुहोस् त हेलो 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 के छ कति आएको छ यहीँ मेरो दादा हेलो भन्दिनु हेलो मेरो छोरी के गर्दैछ सानी भलो गर्दैछ दादा मोबाइलमा काम गरिरहनु भयो हेर्नु है त ए यहाँ काँक्री काटिङ भइरहेको काँक्री अचारको लागि काँक्री काटिङ भइरहेको अचारको लागि हेर्नुहोस् ए खै त ए भन्न काँक्री 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 हाई छुन्टीलाई मिलेछ आउँदैछ अरे आज आकाश कसो राम्रो के दाजु दाजु काँक्रो कटिङ भइरह यहाँ काँक्रो कटिङ सरी सानो काम गरिरहनु भएको यहाँ काँक्री छ काँक्री यहाँ नि काँक्री छ यति धेरै काँक्री छ र टिका छैन रे खै के यही उता उ यही यही हेलो हेलो डॉक्टर साहब तँलाई चाहिँ त्यही बोल्नु हुँदैन हेलो गाइस अब आज चाहिँ म रेडी भइसकेँ म चाहिँ अहिले यहाँ रेडी भएर बस्दैछु मेरो सबैजना मान्छेहरू चाहिँ बाहिर हुनुहुन्छ अनि धेरै टाइमपछि
धेरै टाइमपछि हैन सबै काम खानासाना बनायौँ पुलाउ बनाएको त्यो भाइटिकाको अनि यहाँ हुनुहुन्छ म अब हाम्रो सबै मान्छेहरूलाई देख्न चाहँदैछु मेरो लास्टसम्म भ्लग हेरिदिनु होला है आज धेरै टाइमपछि बनाएको फोटो कस्तो हुन्छ थाहा छैन है त यहाँ तासहरू खेल्दै हुनुहुन्छ दाईहरू हुनुहुन्छ दाई अङ्कल अर्को अङ्कलको छोराहरू अनि यहाँ हुनुहुन्छ हाम्रो यस्तो बनाउँदै गर्नुभएको के भन्छ यहाँ बलि गाइस हाम्रो ठुलो दिदीले चाहिँ यहाँ भाग हाल्दै हुनुहुन्छ ओहो कति धेरै खानेकुराहरू यहाँ खाद्य मुनि पनि छ है नअटाएर राखेको गाइस ठुलोमा के छ खबर तिहार कस्तो लाग्दैछ एकदम रमाइलो पारु तिहार कस्तो रमाइलो लाग्दैछ तिहार धेरै रमाइलो ठुलोले तिहार कस्तो लाग्दैछ अहिले अब भाइ 15 वर्ष अगाडि 15-16 वर्ष अगाडि गाडीको रमाइलो फर्केर आयो है अनि कसैले सम्झिँदै हुनुहुन्छ तिहारमा अब कान्छो भाइ आएन काजीलाई कतिको मिस गर्दै हुनुहुन्छ मिस गरेको छु हामीले म त अहिले त्यो रोइसाइ पनि सम्झेछौँ भाइलाई दिदी यो है यसरी हाल्दियो है ल खत्रै है गाइज ल खत्रै आइसक्यो हाम्रो चाहिँ है यसपालिको तिहार कसरी हो हाम्रो चाहिँ यहाँ अब रेडी हुँदै हुनुहुन्छ मेरो ड्याडी मेरो माइली दिदी उहाँ हुनुहुन्छ मेरो अङ्कल दाईहरू यहाँ बुढाहरूलाई अहिले लगाउँदै हुनुहुन्छ अङ्कल हुनुहुन्छ गाइजहरू मेरो दुईजना दिदीको छोराहरू हुनुहुन्छ उहाँ चाहिँ छोरीहरू हुनुहुन्छ जेठी कान्छी तीन भएर क्या तीन भयो भने कसैले चाहिँ यहाँ यसरी फोटो खिच्दैमा छ हाम्रो मेरो बुवाले कि दिदी कता हेरिरहेको फोटो खिच्दैमा हेरिरहन्छ कसैले फोटो खिच्दै कसैले टिका लाउँदै अङ्कल त हुनुहुन्छ दाई हुनुहुन्छ आमा दाई के गरेको थियो ए धुप मेरो चाहिँ यस्तो देखियो आमा पारु कति राम्रो देखियो Oh my god, so beautiful, so elegant, so beautiful, so cute.
दही त सुरु हामी लाउनु पर्यो छैन अरू छैन भोक लाग्यो कि भात फोटो ठिकानालाई खिच्ने सबैजना त्यही भने तीन चारवटा एकैचोटि पड्काउ न ल ल ल हामी बसौँ जेठी माइली कान्छी गरेर बस्नु न है पर्दैन भने जेठी माइली के सरसेल कभर गरेर है यसले त यस्तो माथि बनाउँछ फेरि पूजा गर्न थाहा राख्नु पर्ने यो पहिला कलश न गरेर दियोमा पूजा गर्दा अहिले पनि दियो कलश गणेश फेसबुक एउटाले टिकटकमा लाइभ गराउ न सुभाषले गरिनुहुन्छ जाऊ न भित्र के बा बुवा हालेर राख्दिनु भएको त बिचराले
ओखर वहाँ गर्नु पर्यो ओखर बुढो हेर्नु पर्यो ओखर छुटेर ओखर राखेको छ त कसैले राखेको छोरीले त त्यस्तै मोबाइल देखाएर यसो गरौँ न दिदी उतो सिलौटोलाई छेउमा लगाएर त्यहाँ यसो छेकेर 3 चोट छेकेर त्यहाँ राख्ने लास्टा गरेर फर्निन्छ हाले भने त फेरि उयो खराब छैन ल्याएको ड्याडीले त्यो होइन यो राम्रो यो त भिडियो गर्नु पर्दैन कि अरू त अब भइसक्यो टिका लगाएको मात्रै हो कि मैले पुरै गर्छु बलि गरौँ न अचार कसले पोख्दै थियो र त्यो अचार गर ल अब उ गरौँ दाइको मोबाइल किन घाममा राख्नु न त अर्कोबाट सेयर गरे नि हुन्छ एउटै भिडियो त हो दिनु यताबाट गऱ्यो भने त सबै ढाड मात्रै देख्छ हाम्रो ड्याडी अङ्कल लाउने भिडियो गरिदिनु छेक्नु पर्यो एकजना चाहिने यहाँ बस्नु पर्यो डढ्यो कि ल अब उ गरौँ ल बलि भिडियोमा गरिराख्नु कतिजना लाइट अहिले गरिराख्यो होइन कि सुरुमा चाहिँ टालो दिन दिल्ला पछि गरिदियो धेरै नहाल भरे सगुन त सुरुमा खुनी लाग्छ यो दिदी बहिनीलाई यो दाजुभाइ भाइलाई सम्मान गरेर समाइदिन्छु भाइ भाइ हाम्रो दाइ भन् एउटा लगाइदिनु नि सानो टिका यहाँ र माथि र यहाँ तल ठिक छ है लाइभ गर फोटो भर्ने भिडियो त डिलिट हुन सक्दैन यसो गर्नु पहिला एउटा हातले माथि यसो गर्नु ड्याडी तिनीहरूसँग बसेर त्यसले पनि खान्थ्यो कि थेरै पुलाउ छोड्दै ल बुढी अम्लाले ल्याउने हैन अङ्कल छोपिन्छ जसो फेरि गरिदिइहालिन्थ्यो त्यो भएर के काम एकछिन हुन्छ कि बन्द हुन्छ गरेर चाहिँ फ्याटो लाग्थ्यो एउटा उच्च चाहियो कि दाइ सानो टालो ल्याउँदा जानु कालो रुमाल कहाँ खोइ कहाँ लाग्छ तल नि लगाइदिए जाँदा दाइ त्यो उहाँ धारा छेउमै कहाँ जाँदा 10 वर्ष लागिरहेको छ के मुन्टो दुख्ने जहाँ लगाइदिनु हुन्छ
माथिबाट लाउनु पर्यो तलबाट भन्दा माथिबाट लाउनु किनकि खस्यो भने छोपिँदा हुन्छ कि त्यहाँ लगाइदिनु माला लाउनु पर्ने उज्यालो ल अर्को सेतो कलर सेतो बिचमा लगाइदिनु नि त्यहाँ सेतो बिचमा त्यो लाउनु पर्दैन त्यो उयो लगाइदिनु यो उयो हरियो हरियोलाई सोधिहाल्यो अहिले हेर्नु टिका उकेपछि कति राम्रो हुन्छ अब एउटा चाहियो अब कति थरी भयो 1 2 3 4 5 6 7 थरी ल 1 2 3 4 5 6 7 थरी यो भयो त त्यो लगाइदिनु उयाँनिर उयाँ तलबाट त्यही हो त्यही टल्किरी मालबाट लगाइदिएन हो त्यहाँनिर सानो सानो हो ल भयो हरियोलाई छोड्दिनु भाइ यो हरियोलाई नउका त्यो हरियो अहिले थपिदिए नि हुन्छ होइन के गर्नु त्यही हुन्छ ल दाइलाई समाइदेऊ त अर्को छ कि ड्याडी और यति पुलाउ हालेर एउटा थालमा त्यसलाई ल्याएर थालमा राख्नु यो बच्चाहरूसँग बसेर खान्छ कि त्यसले नि माथि लगाइदिनु दिदी अब छेकिहाल्यो कताबाट हो ल फोटो खिच कपी ल फोटो खिच मेरो हात गरिराख लाउ लाउ ल मैले त मुनिएको यो कोडा दिनको छुट्यो भने अझै छ हो दिदी यो छुट्ला भने खिच्याउ खिचिरहेको छोरा तिमीले समाउनु ल निकाल अब यही राखौँ न चौबिस फेरि यो उजान लाग्यो नलाग्यो के अब ओखर फुटाउनु पर्यो नि त पहिले ओखर फुटाउनु उनीहरू गरेर फुटाउनु बाई बन्द भयो राम्रो बनाऊ है राम्रो
उद्या एउटा उठ्यो होइन त्यहाँ मलाई छुने अलि अब होइन त मेरो 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 छैन यो पाएर हान्न पर्छ तलबाट माथि लाग्छ के सानो रातो हैन टिकाबाट भाइ त्यो ग्याप राखेर हैन टिकामा टिका ट्याप ट्याप जोडिदिनु यो लाला यहाँ भाकुले पनि लाग्दैन आधा लिएर लाने यसरी गर्ने हो के मन त भाइहरु के जान्दिन उतै पहेँलो फेरि यो साथ किन ल्याएर के गर्ने आला नि भाइले दुईटा कडा दिउँ त रातो डल्लो जानुपर्छ मलाई त मलाई होला अझै पछि आउँदैन अर्दानको चाहिँ मलाई आउँछ तिनटालाई त पुग्यो अनि गाउँको भागे छ ओइ बाबु 1 2 3 4 5 6 7 वटा ठ्याक्कै ल ए ल भने ल फुल हो यो दिदीलाई त जेले थपिनु पर्छ तलाई दिला दिदीलाई माल अनि ड्याडीहरुले पनि लाइदिन्छ अहिले त्यहाँ ठुल्ठुलो छ हैन ड्याडीहरुले चाहिँ दिदीहरु बोलाइदिनु एउटा गाइदिसिन भाइ भइहाल्यो ल ठुली ल तिमीहरु ठुले माइली ओइ छोटो भाइ तिमीहरुले ओए पैसा दिन भुल्नु माइली है खै माइली खै मामा भनेर अगाडि बसिराख माइली पैसा लाग्छ माइली माइली पारि अहिले भनि छोरा पारि ए पारु खाली पारि काइजी अनि फुलगान हान्छ सबै तलबाट सिधा लगाइदिनु कस्तो तातो लाउँछ कि छैन त टिका बोक्दैन कलर माथि रातो यो गुल्टी हाल्छ तर अलि यता बस्नु न अलि तिमी अलि उता जाऊ न लगाइदिहाल्नु टक टक फेरि तिमी अलि पर जाऊ आधावटी चल चल म त हालै सोचे कसमा दिले लोडी हुँदै होला है हो झगडा लाग्यो छोरीमा गयो रिफन्ड लोडी हुँदै होला है सेतो सेतो ल सेतो कहाँ निर नेट नभएर होला भन 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 1 2 3 4 5 6 साथी भइसक्यो त कान्छ साथी भन भयो कहिले खोली अब भागिने मान्छे बाङ्गो हुन थाल्छ ड्याडी हेर्नु नि हेरे रोजे त्यही हो यो नै भाइ छैन भने दिनु भएन हुन्छ अनि ठुलो ए यहाँ यहाँ टिका खान्छ सर लाग्यो समाज भाइ मलाई त पुग्छ सबैले ओइ अनि यो बिग्रो यी हाम्रो त यो त बिग्रो अहिले गएर हुनुपर्छ ल फुल लिएर हिँड्दै रहेछ ओइ अनि यो बिग्रो भने यी अर्कोले देखा त दिल्ली गाडी गएर अगाडि बस अच्छा बुझ्नु पर्छ अझै उतै निस्छ न तिमीहरूले लगाइदिए अब हामी बस्छु यहाँ अलि बस खानेकुरा नि ढिलो गरेर डिजल पेट्रोल खानेकुरा जो गरेर थप्पा पार्छौँ भनि पनि तपाईँ सिधै भाइ कहिले आखिर पानी
दाजुभाइ चस्मा मेरोमा भिडियो पनि भनेको हामीहरूको चाहिँ 15 वर्षपछिको सबैजना रमाइलो भएको टिका है। हामी चाहिँ पैसा पाउँदैछौँ यहाँ। Banyak lagi. Bah,
ठुली बसे चाहिँ अलिअलि भाइरल हुन्छ यसो नाच्नु त म बनाउँछु होइन म राख्न चाहिँ राख्छु मेरो एउटै छैन भिडियो ल ल भाइ यो गीत मैले राम्रो छ मिलाउनु पर्यो निकाल यहाँ राख यहाँ दुईटा पैसा एउटा दिएँ सबैतिर दिइहाल्छु नि म होइन अनि पहिला उता दिनु पर्यो नि त के थाहा जेठीबाट हो नि त अनि ए आमा आमा पैसा दुईटा दिन पैसा एउटा दिएँ फेरि के हो तिमीहरूको फेरि तिमीहरूले पैसा देखा त भाइ जुती हाल्यो जुती बित्ते देखा त त्यति पिछा पर्दैन कपिला होय भिडियो पैसा यस्तो पैसा गरेर भिडियो गर्नु परेन सबैको पैसाले गरौँ ल हातमा मेरी आमा पैसा देखाउन हुन्छ भने ल पैसा देखाउन ठुली आइज तिम्रो आवाज पैसा लिगा एउटामा दिनु हुँदैन बढाउँदै हुन्छ सरी खुसी भयो दुईटा हाल्दा गर्नुपर्छ ल भिडियो बनाइदिनु न हुन्छ भने ल हाल्नु न त भनेर सबै देखाउँदैन फेरि पैसा मेरो चाहिँ भिडियो गर्दै आउनु भिडियो गर्दै आउनु पैसा देखाउनु हुन्न पैसा पैसा घर 3000 देखाउने 8000 लुकाउने बाठा हान्ने त यहाँ थिए मेरी आमा दिदी आउनु यसरी पैसा कि पैसा दे ठुली आइज न हातले देखाउनु सबैजना ल ठुली आइज पैसा 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 बढ्दो छ को पैसा ल बस्नु ल पहिला दिदी पनि बस्छ तिमीहरू त्यहाँ सबै जान्छौ हाम्रो कसैले भनेछ हाम्रो कसैले मामाले देखाउ न मामाको कसैले यत्रो बोक्रा उयो त्यो त यो पानी ला न
किन रात बाले भने आफै छोरीको हो नि नातिनीहरु बाँकी त्यसपछि पैसै भनेर दाइ यतापट्टि आउनुहुन्छ चाहिँ राम्रो सिजाइ छ र हेलो सबैजना मिलेर तिहारको त्यो मोबाइल कसको उसलाई इङ्ग्लिस मात्रै आउँछ अब त्यो नसकिन्छ तिहार रमाइलो छ नाइले बस्नु त हेलो गाइस ड्याडी आउन न छिटो छानो लगे हो न बस कोपिला बस न ओ त्यो सर सानी बोलिरहनु भएको ल कोपिला आउँछ ल कोपिला ओल्लोपट्टि आऊ लाइभमा होला त जान तल्लोपट्टि अनि कोपिला ओल्लोपट्टि आऊ हो तल्लोपट्टि आइज न भने मेरो धेरै वर्षपछि आउनु भएको मेरो दुःख मान्छे दाइ उहाँ चाहिँ सायद लगभग 15-16 वर्षपछि हामीसँग बसेर टिका नाइको किनेमा पिटिस हुनुहुन्थ्यो यसपालिको तिहार हाम्रो सबैजना धेरै सम्झना धेरै माया होइन सुजन खना तिमी धेरै सम्झेको छु यस्तो दुई गरेर गोटा कति कमान पनि है त्यहाँ त्यो बनाउन बाँकी छ अघि यस्तो गरेर भिडियो बनाए ठुली आइज पैसो ओइ पाल्ले ठुली छ पाल्ले कम आयो एकले आइहाल्ने पानी मलाई लिएर मैले तिमीले किन थिया पानी आयो भने मलाई भरे हाल भरे न एउटा हामीलाई चाहिँ जलमा हाल्न गिलास चाहिँ चाहियो पुलाउ मासु है गाइस टाउकोदेखि भएर आउँछ समानै पर्छ र किन छोड्यो छोड्यो छिर्का हाल्छ भनेर पछि त हाल्ला नि त गाइस हामीले चाहिँ यहाँ खाना खाइसकेपछि हामीले खसी काटेको किनभने तिहारको दिन बेलुका यो चाहिँ दाइले गर्नुभएको भिडियो मैले चाहिँ होइन खासमा त्यही भएर त्यही पनि एड गरिदिएँ के छ र भनेर एड गरिदिएँ लास्टसम्म चाहिँ हेरिदिनु होला है त तर खासै रमाइलो त छैन तर पनि ठिक छ म्युजिकल चेयर को फर्स्ट है हाम्रो सेक्वा पक्वा पुलाउ मासु थोपो हैन सर
आउट भयो हजुर नानी छैन भनेर डर लागिरहेको कोरस चाहिँ फेरि सबैले सुने हुँदो रहेछ क्या She's my Saru sister and she's my Paru sister. Say hi. Say hi. यहाँ नहीं है ना हेलो गाइस हेलो यसरी भुटिएर लिँदै आमा दिँदै ए म निदै आमा त जे आउँदा निदाउने हो के हात कस्नु काट्नु अनि अब त्यहाँ हाँडीमा मकै उछिटिरा आमा त निदाइसक्यो आमा निदायो भने म निदाइ र भन्छ नि फेरि